नेपालवाणी रेडियो नेटवर्क समाचारको सच्चा पहरेदार। प्रकाशन मत हजुर, तपाईलाई बाढी बस्न स्वागत गर्न चाहन्छु। धन्यवाद। नेपाली कांग्रेसको कुरा गर्ने हो भने अहिलेको अवस्थामा तपाईहरूले मन्त्री बनाउनको लागि नाम पनि छान्न सक्नु भएको छैन, तर नेविसँगमा यति ठुलो कलह किन र केका लागि? यो नेविसँगको धेरै समय यता अधिवेशन हुन नसकेको अवस्था हो र अहिले हाम्रा पार्टी सभापति शेरबहादुर देउवाजी यो निर्वाचन मार्फत नेविसँगको नेतृत्व आओस्, यो जुन नेतृत्वले नै एउटा समस्या आउँछ, नेतृत्वले नै तोक्ने परिस्थितिको श्रृङ्खला अन्त्य होस् भन्ने चाहनुहुन्छ। त्यसै हुनाले यो 11औं महाधिवेशनलाई निर्वाचन मार्फत सम्पन्न गर्न उहाँले हर सम्भव कोसिस गरिरहनु भएको हो। तर निर्वाचन अझै हुन सकेको छैन डाक्टर मत। अब आज यो निर्वाचनको प्रक्रिया सुरु भइरहेको छ। यो मनोनयन गर्ने अनि निर्वाचन मार्फत भोलि निर्वाचन मार्फत निर्वाचित हुने परिस्थितिको लागि निर्वाचन समितिले काम गरिराखेको छ। तर अर्को पक्षले भाग नलिने भनेर भनिसकेको छ। अहिलेको अवस्थामा तपाईहरु कसरी निर्वाचन गर्नुहुन्छ? अहिले त्यस्तो स्थिति पनि होइन। यसमा सबैको सहमतिबाट यो नामावली प्रकाशित भएको छ र यसलाई भाग लिने नलिने भनेर अन्य सृजना गर्नुभन्दा पनि मलाई लाग्दछ सबैको सहभागिता सुनिश्चित गर्दै यो निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुको मलाई लाग्छ विकल्प। तर तपाईले रातारात छ नि प्रतिनिधिहरू किन थप्नु भयो फर्जी? यस्तो केही पनि एकदमै 300 फर्जी प्रतिनिधिहरू तपाईले थप्नु भयो भनेर रामचन्द्र पौडेल पक्षधरका विद्यार्थी नेताहरूले बताएका छन् हिजो। एकदमै गलत हो। यसो रात कसैले केही थपेका छैन। जुन निर्देशक समिति बनेको थियो, छुटेका जुन प्रतिनिधित्व हुनको लागि जुन समस्या भएका जिल्लाहरू थिए, त्यहाँ विवाद थियो र सँगसँगै अधिवेशन हुन सकेका थिएन। ती जिल्लाहरूबाट पनि यो निर्वाचनमा भाग लिन लगाउनुपर्छ, वञ्चित गर्न हुन्न भन्ने एउटा सहमति निर्देशक समितिमा यो आम सहमति बन्यो। त्यहाँ विभिन्न नेतृत्व तहको पनि सरसल्लाहकै आधारमा त्यहाँका सदस्यहरूले त्यो समितिले निर्णय गरेको हो। यसमा कुनै रातारात थपेको कुरा होइन। तर तपाईहरुले छ नि कब्जा गर्न खोज्नु भयो नेवी संघलाई। पार्टी सभापति शेरबहादुर देउवाले कब्जा गर्ने रणनीति अनुसार यो सबै काम गरिरहनु भएको छ हो। एकदमै गलत हो। कुनै कब्जा गर्ने रणनीति छैन र आफ्नै पार्टीको भातृ संगठन सबै नेपाली कांग्रेससँग जोडिएका थिए विद्यार्थी, त्यो संगठन अन्तर्गत विद्यार्थी साथीहरू, त्यसमा कब्जा गर्ने भन्ने चाहिँ कुनै त्यसको कुनै अर्थ पनि छैन र यो रूपमा मलाई लाग्छ हेरिनु पनि हुन्न। तर लेनिनले जस्तो तपाईहरुले कब्जा गर्न लाग्नु पर्यो के लेनिनले जस्तो नेवी संघलाई कब्जा गर्न शेरबहादुर देउवाले रातभरि रणनीति बनाउनु पर्यो आफ्नै मान्छेलाई अध्यक्ष बनाउनको लागि। एकदमै गलत हो। यस्तो किसिमको अफवाह मलाई लाग्दछ तपाईँ जस्तो यो लोकप्रिय जुन यो च्यानल छ, यो एफएम छ, मलाई लाग्छ यो सुहाउँदैन। यो के कब्जा गर्ने? अहिले मूल कुरो नेपाली कांग्रेसलाई बलियो बनाउने हो। त्यो बलियो पार्टी, बलियो नेविसङ्घ, विस्तारित नेविसङ्घ भयो भने यो सम्पूर्ण पार्टीलाई फाइदा छ। लोकतन्त्र मजबुत हुन्छ र लोकतन्त्र मजबुत भयो भने देश र जनतालाई फाइदा छ। हामीले कब्जाको नाउँमा यो नेविसङ्घमा अधिवेशन नहुने, त्यसपछि निर्वाचन नहुने, नेतृत्वले अनि तोकिदिने, फलानु भइस भनेर तोकिदिने, अनि विद्यार्थीसँग तारतम्य नभएको, विद्यार्थी नभएको मान्छे नेतृत्वमा रहिरहनु पर्ने स्थिति आयो भने यो नेविसङ्घ जीर्ण क्षीर्ण हुन्छ। त्यस्तो जीर्ण क्षीर्ण नेविसङ्घलाई कब्जा गरेर अथवा मेरो हो भनेर, मेरो मान्छे छ भनेर
कसलाई के फाइदा हुन्छ र? तर पूर्व सहमति विपरीत तपाईँहरूले छ नि थपिएका महाधिवेशन प्रतिनिधिहरूलाई आजसम्म नहटाएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने भनेर रामचन्द्र पौडेलहरूको पक्षधरको स्पष्ट रूपमा दृष्टिकोण बाहिर आइसक्यो। कुरा त अस्ति नै जब यो सहमतिबाट लिस्ट तयार भयो, नेभी सङ्घको सभापतिले पनि त्यसमा हस्ताक्षर गर्दा यो नामावली सार्वजनिक भयो। अब त्यसमा त सबैको यो सहभागिता छ, निर्देशक समिति सहभागिता छ, सबैलाई थाहा छ भनेपछि अब फेरि या त्यहाँ अर्जी छ या छ भन्ने कुरामा यो भन्नु उपयुक्त हुँदैन र यो विषयको हितमा पार्टीको हितमा छैन। अरू मलाई त के लाग्दैछ भने त्यसमा केही त्रुटि भएको छ, कसैको नाउँ यो छुटेको छ, जो चाहिँ प्रतिनिधि हुने सबै आवश्यकता पुरा भएको छ, त्यसलाई चाहिँ यो सुधार गर्न सकिन्छ, छुटलाई मिलाउन सकिन्छ भनेर त अस्तिदेखि भनेको। त्यसमा तपाईँहरू कतिसम्म मिलाउन सक्नुहुन्छ? आजको दिनमा रामचन्द्र पौडेलहरूको पक्षका प्रतिनिधिहरूले पनि सहभागी हुनको लागि तपाईँहरू कति तलमाथि गर्न सक्नुहुन्छ प्रतिनिधिमा? त्यसमा अरू तलमाथि गर्ने भन्दा पनि त्यहाँ कसैको छुटेको छ, राजनीतिक त्रुटि भएको छ, नाउँ मिलेको छैन, छुटेको छ, त्यसलाई मिलाउने भनेर चाहिँ अस्तिदेखि भनिराखेको छ। त्यसो हुनाले मलाई लाग्छ यो विषयलाई चाहिने भन्दा धेरै ओजन दिएर मलाई लाग्छ एउटा अन्य सृजना गर्नु उपयुक्त हुँदैन। म पार्टीका नेताहरू, सबै आदरणीय नेताहरू, विद्यार्थी नेतृत्व जो चाहिँ यो उसमा चाहिँ विभिन्न नेतृत्व पक्षका साथीहरू, यो जुन प्रतिनिधि साथीहरू यतिका दिन यहाँ बसिरहनु भएको छ, धैर्यता गरेर यसपटक निर्वाचनबाट नेतृत्व आउँछ भन्ने आशा गरेर उहाँहरूलाई हामी कसैले पनि निराश नगरौँ, म यो अपिल गर्न चाहन्छु। यसमा मेरो पनि कुनै स्वार्थ छैन, मेरो एउटै स्वार्थ निर्वाचन मार्फत नेतृत्व आओस्, यो बलियो होस्। म पनि यो नेविसङकै उत्पादन हुँ, कुनै बेला यसको म महामन्त्री थिएँ। अब यो आक्षेप हुने यो परम्परा पटक पटक यो पार्टीमा चलेको छ, म स्वयं पनि त्यसको शिकार हुँ। त्यस कारण अब यसले चाहिँ मलाई लाग्छ पार्टी र विद्यार्थी सङ्घलाई हित गर्दैन भनेर अब बुझिरहेको छु। अब यो नेविसङबाट आएका नेताहरूले पनि बुझ्नु भएको छ। त्यस कारणले फेरि पनि किनभने सबै विद्यार्थी प्रतिनिधिहरूले भाग लिन पर्ने अवस्था छ, किनभने नेविसङको महाधिवेशन सम्पन्न गर्नको लागि। तर सबैले भाग लिने अवस्था सिर्जना भएको छैन, उनीहरूको शर्त पनि छ, माग पनि छ। त्यो मागलाई सम्बोधन गर्नको लागि निर्देशक समिति तयार छ डाक्टर महत? अनि यो सबैलाई भाग लिने यो परिस्थिति बनाएरै यो यतिका दिन लगाएर त्यो चाहिँ नामावली तयार गरिएको छुट्ने परिस्थिति नहोस् भनेर। तै पनि प्राविधिक रूपमा कहीँ कतै छुटेको छ भनेदेखि त्यो मिलाउन सकिन्छ भनेर त भनिराखेकै हो। त्यस कारण मलाई लाग्छ यसमा यसलाई थप सार्वजनिक बहसको विषय बनाएर, सार्वजनिक बहसको विषय त भइसक्यो यतिखेर, यो थप बनाइरहेर अन्यल सिर्जना गर्नुको कुनै मलाई लाग्छ यो पार्टी विद्यार्थी सङ्घलाई हित गर्दैन। र अब यो निर्वाचन प्रक्रियामा सबै सहभागी भएर अन्यलाई अन्त्य गर्ने नै सबैभन्दा उपयुक्त कुरा। त्यसमा निर्वाचन कार्यतालिकामा तलमाथि हुँदैन। अब यसमा यो निर्वाचन कार्यतालिका जुन अब पनि यसलाई तलमाथि अब आज पनि नहुने हो, भोलि पनि हुँदैन भन्ने हो भने त्यसको अर्थ सिधा अर्थ के हो भने यो निर्वाचन अब नगर्ने अर्थ। योभन्दा अब अगाडि जान सक्दैन। अब पर्खिन कोही पनि प्रतिनिधिहरू पर्खिन सक्ने अवस्थामा छैन। त्यसको मतलब चाहिँ निर्वाचन बिना यसको अन्त्य हुने अर्थ लाग्दैछ। त्यसका त्यस्तो गर्ने कुरा हामीले गर्नुपर्छ। निर्वाचनको पक्षमा छौँ अनि हामी भनिराख्ने। अनि फेरि चाहिँ अब समस्या त छ नि नेविसङभित्र, यो समस्याको समाधान गर्नको लागि पार्टी सभापतिले के गर्दै हुनुहुन्छ? समस्या छ भनेर हामीले सानो कुरोलाई ठुलो बनाइराख्ने हो भने त त्यसको अन्तत्व परिणाम के हुन्छ भने यो अधिवेशन नहुने, निर्वाचन नहुने
परिस्थितिमा पुगिसक्यो। त्यसमा टिकै प्रथा पनि सुरु हुन्छ नेविसङ्घमा, यदि चुनाव भएन भने पार्टी सभापतिले टिका लगाएर अध्यक्ष बनाउनुहुन्छ। उहाँ त्यही कुरो गर्न चाहनुहुन्न, पार्टी सभापति त्यही कुरो चाहनुहुन्न। तपाईँ भनिदिनु भएको छ शेरबहादुर कब्जा गर्न चाहेको होइन, त्यही कुरा चाहिँ उहाँ गर्न चाहनुहुन्न। यो कब्जा भन्ने अर्थै छैन, के कब्जा गर्नु। तर उहाँ त पेलेरै लाने पक्षमा हुनुहुन्छ रे रामचन्द्र पौडेल। त्यसबाट के परिणाम पक्षधरलाई यसलाई कमजोर नेविसङ्घ बनाएर चाहिँ के कसलाई फाइदा हुन्छ? यसरी कब्जाको खिलाफमा पार्टी सभापति हुनुहुन्छ। विद्यार्थीहरूले नै चुनुन्, जो आउँछ त्यसको पक्षमा सभापतिजी हुनुहुन्छ। यसकारण मलाई लाग्छ यो कन्फ्युजन हामी कसरी राख्नु। तर शीर्ष नेताहरूको बीचमा वार्तै भएन नि त। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको बीचमा वार्ता भएन समस्याको समाधान गर्नको लागि। राख्नु भएको छ, पटक भरि राख्नु भएको छ। यसलाई चाहिँ सम्पन्न गरौँ, अगाडि बढौँ। केही समस्या छ भनेदेखि त्यो समस्याको समाधान गर्न सकिन्छ। यो हामी यो हस्तक्षेपबाट चाहिँ मुक्त राखौँ नेविसङ्घलाई भनेर उहाँले पटक भनिरहनु भएको छ। रामचन्द्र दाइलाई पनि भनिरहनु भएको छ, अरू पार्टीका नेताहरूलाई पनि उहाँले भनिरहनु भएको छ। त्यस कारण यस्तो होइन कि यो केही पनि गरेको छैन, केही पनि भनेको छैन भन्ने कुरा चाहिँ गलत हो। तर झडप त सुरु भयो नि त पार्टी कार्यालयमा। सुरक्षाकर्मीले विद्यार्थी नेताहरूमाथि जुन लाठी प्रहार गरे नि, हजुर त्यो ठिक हो? अब मलाई लाग्छ कुनै पनि यस्तो कुरा जसले विद्यार्थीहरू बिचमा एउटा तिक्तता बढाउँछ त्यो कसैले पनि यो गर्नु हुँदैन। अब सुरक्षाकर्मीले माथि अब मैले त्यहाँ सुने अनुसार अलिकति खचपच भएको हो। तर अब सुरक्षाकर्मीको आशय पनि मलाई लाग्छ त्यहाँ चाहिँ यो कसैलाई यो चोटपटक पुर्याउने आशय सायद हुनु नपर्ने भन्ने मलाई विश्वास। तर विद्यार्थीहरू घाइते भएको छन् डाक्टर महत? हजुर मैले पनि सुनेको छु। अब यस्तो कुनै पनि घटना हामीले एउटा त यसलाई जे भएको त्यही रूपमा हामीले बुझ्नु पर्दछ र यसलाई चाहिँ बढ्न दिने कुनै पनि काम कतै पनि पक्षबाट चाहिँ हुनु हुँदैन। र हामीले यो आरोप प्रत्यारोपको श्रृङ्खलालाई बढाउनु भन्दा पनि यसलाई कम गरेर यसलाई चाहिँ के छ भनेदेखि यो ठिक ढङ्गले यसलाई चाहिँ हेर्ने गर्यो भने नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। र यो कसैबाट पनि कुनै पनि कारणबाट यो के छ भने तिक्तता बढाउने काम गर्नुहुन्न। यो सुरक्षा निकायले पनि आफ्नो सुरक्षा दिने कुरा हो, त्यही कुरामा उहाँहरू चाहिँ सीमित रहने हो। विद्यार्थी जो चाहिँ त्यहाँ संलग्न छन् विभिन्न पक्षहरू उहाँहरूले पनि त्यो विषयलाई चाहिँ त्यही रूपमा हेरेर अब आफैले यो हामी यो निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट हामी आफै सम्पन्न गर्ने हो भन्ने बाटोमा हामी सबै जानुपर्छ। थ्याङ्क्स सो मच डाक्टर महत, समय दिनको बाणी बसलाई तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता डाक्टर प्रकाश शरण महत।